आजभोलि केवल चर्चा छन् त 2026 फिफा वर्ल्ड कपको। फुटबल भन्ने बित्तिकै दुई महान खेलाडीहरूको नाम अवश्य जोडिन्छन्, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी। 2 दशकदेखि यी दुई खेलाडीमध्ये को महान भन्ने बहस चल्दै आइरहेका छन्। मेरो विचारमा कहिले पनि यसको अन्त्य हुने छैन, किनभने दुवै महान खेलाडी हुन्। 2 दशकसम्म राज गर्न सफल हुनु भनेको सानो कुरा होइन। त्यसैले मेरो विचारमा यी दुवै महान खेलाडी हुन्। एउटा कुरा निश्चित छ, फुटबल इतिहासमा यी दुई लेजेन्डको नाम अवश्य सधैँ अमर रहनेछन्। हामी भाग्यमानी हौँ, किनभने यी दुई लेजेन्डको युगमा हामी फुटबल हेर्ने मौका पाएका छौँ। म चाहिँ यसपालि सधैँ पोर्चुगलको फ्यान हुन्, CR7 को। यसको मतलब क्रिस्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सी भन्न खोजिएको होइन। आफ्नो आइडल हुन्छन्। मेरो आइडल चाहिँ CR7 क्रिस्टियानो रोनाल्डो।